साथीहरू, तपाईहरुलाई एमके ब्लगमा धेरै धेरै स्वागत छ। आज हामी आएको छौँ आजमानको म्याङ्ग्रोभ बीचमा। ओके, अब हामी जाँदैछौँ। यो दृश्यहरू तपाईँ देख्न सक्नुहुन्छ, धेरै राम्रो। यो चाहिँ एकदम विन्टरको लागि धेरै राम्रो भन्ने सुनियो, तर हामी चाहिँ समरमा आएको छौँ होइन। त्यही भएर अब तपाईहरुलाई यार बताउँछौँ होइन, पोखरी जाने के गर्ने भन्ने कुरा हेर्दै गर्नु होला। अब जाँदैछ हामी ल्याक्स क्याम्पमा। यहाँबाट जाइन्छ लग्जरियस क्याम्पमा। हेर्नुहोस्, ढोका खोलो लग्जरियस क्याम्पको। यो देख्नुहुन्छ म्याङ्ग्रोभ ब्रिज। त्यो उता देखेर आएको थियो नि हेरी चाहिँ। यहाँ चाहिँ अहिले हामी समरमा आएको भएको कारणले गर्दाखेरि होइन, पानी छैन। यो तल चाहिँ एकदम पानी हुन्छ, दामी देखिन्छ भ्यूहरू। र यो पानी नभएको कारणले गर्दाखेरि चाहिँ अहिले एकदम पानी छैन। पानी बिना देख्नुहुन्छ। पुरै पानी आउँदैछ नि, यहाँ त पुरै गजगज भइरहेछ पानी, हिलो गइरहेछ। अगाडि एउटा के पिरामिड जस्तो देखिन्छ, त्यो चाहिँ के हो रेस्टुरेन्ट होला सायद। गइरहेछौँ, देख्न सक्नुहुन्छ। एकदम राम्रो ठाउँ देखिरहेछ यहाँ। हामी पानीको बिचमा हिँडे जस्तो फिलिङ भइरहेछ। तर अहिले एकदम यो गर्मी महिनामा चाहिँ पानी एकदम सुकेको छ होइन। जाडो महिनामा चाहिँ पानी पनि यहाँ धेरै हुन्छ भन्ने सुनेको थिएँ। अगाडि हाम्रो दाजुहरू यार फोटो खिच्नमा एकदम शाहरुख खान जस्तो दाजु हुनुहुन्छ। फोटो खिच्नमा व्यस्त। हिरो भन न यार, शाहरुख खान जस्तो नभन। किन पाएन? आऊ न। किन पाएन? आऊ न यार, आऊ दाजु। हाई। It's not allowed? Yeah, this private area. Huh? Private area, sorry. Okay. You're right. You have the best division? From here? Yeah. This area also not allowed? All this area private. Only this area Private. only? Yeah, only this area. Okay. And the best view. ओके। एन्ड म अर्कोतिर जान खोजेको थियौँ होइन, त्यहाँ चाहिँ एकदम प्राइभेट भएको कारणले जान पाइएन। त्यहाँ चाहिँ अनि रेन्ट पनि तिर्नुपर्ने अरे। हामी त्यही भएर एकदम पब्लिक एरियातिर आइरहेछौँ। पब्लिक एरियामा यहाँ पनि बस्न गर्न मिल्ने ठाउँ रहेछ। यो हावा चलिरहेछ अगाडि। अब तपाईँ देख्न सक्नुहुन्छ यहाँ बसेर हामी एकछिन रेस्ट गर्छौँ। इट्स द बेस्ट भ्यू। ओके, ओ माई गॉड यार, सी ब्युटिफुल नेचर। म्याङ्ग्रोभ बीच, ओ माई गॉड, व्हाट द ब्युटिफुल। अति सुन्दर दृश्य छ। मलाई याद आइरहेछ यो चाहिँ कोसीको दृश्य जस्तो लागिरहेछ। ओके, सप्तकोशीको दृश्य पनि यस्तै छ। यहाँ हेर्न सक्नुहुन्छ। यहाँ हेर्न सक्नुहुन्छ। म छु यहाँ होइन, मेरो पहाडी देख्न सक्नुहुन्छ साथीहरू।
आजको दृश्य एकदम राम्रो सुन्दर धेरै राम्रो रहेछ मजा आइरहेछ गर्मी बवाल छ अब हामी ब्याक टु प्याभिलियनतिर जाँदैछौँ म्याङ्ग्रोभबाट अलिक दामी हुन्छ होइन राम्रो त राम्रो छ नि यस्तो काठको पुलमा दाजु यार कतिसम्मको स्वार्थी रहेछ भने अघि एकचोटि भिडियो खिचेन भने यार पुरा फुल छ अहिले म आँखा खिचेको भिडियो अलिकति मात्रै खिचेको दाजु के What is this यार भाइ यार एक जिबी त खाली Come on यार सुपर उत्तम दाजु दाजु त्यो अलिकति भिडियो नखिच्दैन के छुपाएर त तिम्रो त्यत्रो क्यामेरा छ हुँदा के निकाल्नु त नि होइन यहाँ आएको एकजना नेपाली सेक्युरिटी दया दाजुसँग पनि भेट भयो उहाँको भनाइअनुसार यहाँ चाहिँ एकदम यो भिआइपी सुइटहरू पनि छ होइन बस्नको लागि त्यो चाहिँ एकदम धेरै महँगो महँगो एकदम हामी जस्तो नर्मल मान्छेले त्यसको यार के हुन्छ प्राइस पे गर्न एकदम गाह्रो तपाईँहरूले मलाई यार सपोर्ट लाइक सपोर्ट सब्सक्राइब गरिदिनु कुनै दिन म पनि यति धेरै राम्रो सेलिब्रिटी बन्छु कि ताकि त्यो स्विटमा म पनि बस्न सकौँ ओके मेरो भिडियो हेरेर लाइक गर्नु होला त्यो भिडियो बारेमा देखाउनेछौँ नेक्स्ट टाइम रोयल स्विटमा ओके अर्को एकजना साथी हुनुहुन्छ हामी गरिब साथीहरू हामी हिँड्दैछौँ हेलो गरिदिनु होला गरिब पार्टीहरू यो देख्न सक्नुहुन्छ अब दिस इज आउटडोर जाँदैछ अब हामी यहाँबाट जाँदैछौँ ब्याक होइन बिच छ अरे एउटा बिचमा हामी जाँदैछौँ त्यो चाहिँ धेरै यार भिआइपी बिच अनि दाजुहरू सबैजना हाम्रो साथीहरू जाने एकदम पर्खर भन्नुहुँदैछ त्यही भएर हामी जाँदैछौँ अब बिचतिर गाइज आर यु रेडी टु सी द बिच यस सबलाई भनाउनु पर्यो नि एक्साइटिङ उहाँ दाजु एकदम एक्साइटिङ दाजु हुनुहुन्छ पुरा होइन यो बिच हेर्नको लागि ओपन बिच के गर्न हुन्छ के गर्न हुँदैन यहाँ इन्स्ट्रक्सनहरू छ हाम्रो जम्बू टोली गइरहेको छ है हाम्रो गाडी उतै पार्क गरेको हौ त्यो पार्क गरेर हामी जाँदैछौँ अब हिँड्दै बिचमा लग्जरी रिसोर्टहरू